नमस्ते सबैजनालाई। आज चाहिँ हामी यस भिडियोमा हाइड्रो पावर इन्जिनियरिङको डिजाइन अफ हाइड्रोलिक जम्प स्टिलिङ बेसिनको चाहिँ हामी न्युमेरिकल गर्नेवाला छौँ। सो आज गर्ने न्युमेरिकल क्वेसन यो रहेको छ। सो यो चाहिँ हाम्रो पोखरा युनिभर्सिटीको 2018 को स्प्रिङमा सोधिएको क्वेसन रहेको छ। सो यसमा चाहिँ हामीलाई के सोधिएको छ भन्दाखेरि डिजाइन अफ हाइड्रोलिक जम्प स्टिलिङ बेसिन फर अ म्याक्सिमम डिस्चार्ज अफ 40 मिटर क्युब पर सेकेन्ड फ्लोइङ इन ओभरफ्लो स्पिलवे विथ द स्पिलवे क्रेस्ट 40 meter above the downstream gravel bed with the slope of the 0.00515 and yon भनेको 0.025 अझम CD भनेको 0.75 and the crest length of the spillway भनेको 15 मिटर। सो हामीलाई चाहिँ स्टिलिङ बेसिन डिजाइन गर्न भनेको छ जसको हाम्रो म्याक्सिमम डिस्चार्ज कति भनेको छ 40 मिटर क्युब पर सेकेन्ड भनेको छ। सो क्यू भनेको हाम्रो 40 मिटर क्युब पर सेकेन्ड भयो है। अनि फ्लोइङ इन ओभरफ्लो स्पिलवे विथ द स्पिलवे क्रेस्ट 40 मिटर एबभ द डाउनस्ट्रिम ग्राभल बेड रे। जस्तै हाम्रो यो स्टिलिङ बेसिन भयो नि, स्टिलिङ बेसिनको फिगर भयो जसमा चाहिँ हाम्रो यो ग्राउन्ड यो ग्राभल बेडदेखिबाट यो हाम्रो यो क्रेस्टसम्मको जुन हाम्रो हाइट हुन्छ नि त्यो चाहिँ कति दिएको छ भन्दाखेरि 40 मिटर दिएको छ भनेर भनेको छ। सो मैले यसलाई जेडले डिनोट गरेँ, यो 40 मिटर भयो। अनि विथ द स्लोप अफ द 0.00515 त्यसमा हाम्रो स्लोप कति दिएको छ 0.00515 भयो, मैले यो अस्टै डिनोट गरेँ। अनि यन भनेको हाम्रो 0.0025 भइहाल्यो, यो चाहिँ हाम्रो म्यानिङ कोएफिसिएन्ट भयो है। अनि सिडी भनेको हाम्रो कोएफिसिएन्ट अफ डिस्चार्ज 0.75 दिएको छ। अनि क्रेस्ट लेन्थ अफ दि स्पिलवे भनेर भनेको छ जसको स्पिलवेको लेन्थ हाम्रो कति दिएको छ 15 मिटर दिएको छ है त। सो यति हाम्रो गिभन बुझ्नु होला। अनि यसमा चाहिँ मैले स्मल क्यू भनेको चाहिँ हाम्रो क्यू डिभाइडेड बाई लेन्थ, यो भनेको डिस्चार्ज पर लेन्थको भ्यालु है। मैले सानो क्यूले डिनोट गरेँ यसलाई। सो भनेको 40 हाम्रो डिस्चार्ज भयो डिभाइडेड बाई लेन्थ भनेको 15 कता 2.67 मिटर क्युब पर सेकेन्ड पर मिटर भयो है। यो डिस्चार्ज पर मिटर लेन्थको भ्यालु भयो होइन यो। सो अब यहाँबाट चाहिँ हामीले कसरी गर्ने हेरौँ है त। सो सुरुमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यो स्टेप अनुसार जाऊँ। सुरुमा चाहिँ हामीले चाहिँ डिस्चार्जको फर्मुलाबाट हामीले एच अथवा बीको भ्यालु निकाल्छौँ। सो हाम्रो फर्मुला के हुन्छ भन्दाखेरि सो क्यू इक्वल टु 2/3 सिडी एल एचको पावर 3/2 रुट अन्डर 2g भइहाल्यो। जस्तै क्वेसनमा चाहिँ हामीलाई यो यल र बी भनेर झुकिरा हुन्छ होइन। सो हामीलाई यहाँ क्वेसनमा चाहिँ यहाँ लेन्थ अफ द स्पिलवे क्रेस्ट भनेर दिएको छ। यदि हामीलाई विड्थ अफ द हाम्रो वेयर भनेर दिएको भने पनि यही हुन्थ्यो है। सो विड्थ अफ द वेयर र लेन्थ अफ द स्पिलवे भनेको सधैँ एउटै हुन्छ है। जस्तै यसरी त यसरी बगेको हुन्छ नि त। सो यो विड्थ भने पनि यो विड्थ भन्नु र यो हाम्रो स्पिलवेको यो विड्थ भन्नु र यो क्रेस्टको लेन्थ भन्नु एउटै हुन्छ क्या है। सो मैले यहाँ यलले डिनोट गरेँ त्यो भएर यल राख्ने। यदि हामीलाई विड्थ अफ दियो हामीलाई के भन्छ स्पिलवे दियो भने पनि यो बी राखेर निकाल्ने है त। सो हाम्रो यो फर्मुला लगायो। सो यसमा चाहिँ हाम्रो डिस्चार्जको भ्यालु 40 छ, 2/3 सिडी भनेको 0.75 दिएको छ, लेन्थ 15 दिएको छ, यच भनेको 3/2 रुट अन्डर 2g भनेको 2 × 9.81 भयो। सो हाम्रो अननोन भ्यालु भनेको यच छ, मैले यसबाट के निकालेँ यचको भ्यालु निकालेँ जो चाहिँ 1.13 भयो। सो यच भनेको हाम्रो के हुन्छ यो क्रेस्टदेखिबाट हाम्रो यो माथिको फ्लोसम्मको हाइट चाहिँ यच हो है। सो जो कति आएर चाहिँ 1.13 आयो। अब हामीले के गर्छौँ यो निस्किसकेपछि हामीले प्रिजम डेप्थ क्यालकुलेट गर्छौँ सेकेन्ड स्टेप भनेको। यसको लागि हामीले के गर्छौँ बर्नौली इक्वेसन लगाउँछौँ। सो मैले चाहिँ यो पोर्सन र यो सेक्सनमा चाहिँ मैले के गरेँ बर्नौली इक्वेसन लगाएँ। सो भनेको पी नट डिभाइडेड गामा प्लस भी नट है। सो हाम्रो प्रेसर हेड प्लस हाम्रो भेलोसिटी हेड प्लस पोटेन्सियल हेड यता पनि त्यही भइहाल्यो। यो पी नट र पी नट बाई गामा र पी1 बाई गामा चाहिँ के भयो हाम्रो क्यान्सल आउट हुने भयो एटमोस्फेरिक प्रेसर भएको भएर। यो भी नट स्क्वायर डिभाइडेड 2g भनेको यो भयो होइन। यो चाहिँ अप्रोच भेलोसिटी भयो। यसलाई हामीले अब अप्रोच नेग्लेक्टिङ अप्रोच भेलोसिटी भनेर पनि गर्न सकिन्छ। यदि हामीले चाहिँ अप्रोच भेलोसिटीलाई नेग्लेक्ट गरेन भने चाहिँ भी नटको भ्यालु निकालेर राख्नुपर्छ है त। हाम्रो जेड नट भनेको कति हुन्छ जेड नट भनेको 40 प्लस एच भइहाल्यो, त्यो भनेको 40 प्लस 1.13 भयो। अनि त्यसरी नै हाम्रो यो कति हुने भयो यो भेलोसिटी हेड यो भी1 स्क्वायर डिभाइडेड 2g भयो। यो जेड1 भनेको कति हुन्छ जेड1 मा y1 हुने भयो हो कि होइन। सो यो भयो है त हाम्रो। अब यसमा मैले के गर्छु भन्दाखेरि अब हामीलाई चाहिएको y1 हो। सो मैले सबैलाई केमा लान्छु y1 को टर्ममा लान्छु। सुरुमा हामीले भी नटको भ्यालु चाहियो। सो भी नटको लागि के हुन्छ भेलोसिटी भनेको त डिस्चार्ज डिभाइडेड एरिया भयो। सो डिस्चार्ज 40 मिटर दिएको छ, एरिया भनेको लेन्थ इन्टु हाइट भयो। सो 40 डिभाइडेड बाई 115 इन्टु हाइट भनेको 1.13 यति गर्दाखेरि 2.36 मिटर पर सेकेन्ड चाहिँ हाम्रो के आयो भी नटको भ्यालु आयो है। सो यो हाम्रो अप्रोच भेलोसिटी भइहाल्यो। हाम्रो क्वेसनमा चाहिँ अप्रोच भेलोसिटी कन्सिडर गर भनेर भनेको त छैन, त्यही भएर हामीले अप्रोच भेलोसिटीलाई सिधै नेग्लेक्ट गर्न नि सकिन्छ।
मैले चाहिँ यहाँ कन्सिडर गरेर गरेको छु है। सो कति हुन्छ 2.36 को होल स्क्वायर डिभाइडेड बाई 2 इन्टु जी भनेको 9.81 भइहाल्यो प्लस यति गर्दाखेरि 40 प्लस 1.13 गर्दाखेरि 41.3 भयो प्लस यो y1 को हाम्रो y1 नै भयो। अब यो v1 स्क्वायर डिभाइडेड बाई 2g छ नि त यहाँ, यो v1 स्क्वायर डिभाइडेड बाई 2g छ। यसलाई चाहिँ मैले v1 लाई चाहिँ के गर्न सकिन्छ, v1 भनेको चाहिँ q बाई y हुन्छ क्या। यो चाहिँ कसरी आएको भन्दाखेरि डिस्चार्ज भनेको त एरिया इन्टु भेलोसिटी भयो, डिस्चार्ज भनेको b इन्टु y हुन्छ, यो भेलोसिटी भयो। यो q बाई b भनेको त के हुन्छ, यो q बाई b भनेको b इन्टु y भयो, यो त स्मल q हुने भयो। सो हाम्रो के आउने भयो, सो v भनेको सानो q डिभाइडेड बाई y आउने भयो क्या। यो क्वेसन चाहिँ त्यसरी आएको है। सो मैले भेलोसिटीलाई के लेख्न पाउनु रहेछु, यो डिस्चार्ज डिभाइडेड बाई y लेख्न पाउनु रहेछु। सो डिस्चार्ज भनेको त यो के हो, सानो q को भ्यालु मैले अगाडि निकालेको थिएँ नि, हो त्यही भएर निकालेको क्या। यो 2.67 को स्क्वायर डिभाइडेड बाई 2 इन्टु यो g भनेको कति हुन्छ 9.81 भयो डिभाइडेड बाई y1 स्क्वायर पनि छ हैन, q बाई y को हो नि त, यो त स्क्वायरमा अगाडि स्क्वायर हुने भयो। अब यो सबै के को टर्ममा आयो हेरौँ न, यो y1 को टर्ममा छ। सो यसलाई सल्भ गर्दाखेरि चाहिँ मेरो 0.094 मिटर चाहिँ मेरो y1 को भ्यालु आयो। अब मैले के गर्छु, v1 को भ्यालु पनि निस्किन्छ, q डिभाइडेड बाई y हो। सो q भनेको 2.67 छ, y1 हाम्रो यति भ्यालु आछ, यति गर्दा 28.40 मिटर पर सेकेन्ड चाहिँ हाम्रो भेलोसिटी आयो। अब हाम्रो थर्ड स्टेप भनेको के गर्छ भन्दाखेरि हामीले सिक्वेन्स डेप्थ निकाल्नु पर्ने हुन्छ। सिक्वेन्स डेप्थको लागि चाहिँ फर्मुला यो भयो, यसमा चाहिँ हाम्रो फ्रन्ट नम्बर हुन्छ क्या। सो फ्रन्ट नम्बर निकाल्नु पर्यो सुरुमा। सो फ्रन्ट नम्बरको फर्मुला के हुन्छ, v डिभाइडेड रुट अन्डर gy हुन्छ। सो v भनेको 28.4 भर्खर निकालेको, रुट अन्डर g भनेको 9.81, y1 भनेको 0.094। सो यो गर्दा 29.57 आयो। अब सिक्वेन्स डेप्थको लागि फर्मुला भनेको y2 भनेको y1 डिभाइडेड बाई 2 अनि ब्र्याकेटमा -1 प्लस रुट अन्डर 1 प्लस 8 f r1 को होल स्क्वायर भयो है। सो यदि मैले भ्यालु राखिदिनु y1 को -1, यो 8 इन्टु फ्रन्ट नम्बरको भ्यालु 29.57, यति राख्दा फेरि मेरो y2 को भ्यालु 3.884 मिटर हाम्रो सिक्वेन्स डेप्थ आयो। अब हाम्रो फोर्थ भनेको के हुन्छ भन्दाखेरि हामीले टेल वाटर डेप्थ निकाल्नु पर्ने हुन्छ। सो टेल वाटर डेप्थको लागि हामीले के गर्छौँ, यसको लागि चाहिँ मैले डिस्चार्ज इक्वल टु एरिया इन्टु भेलोसिटी गर्छु। सो डिस्चार्ज भनेको 40 भइहाल्यो, एरिया भनेको b इन्टु y नट भयो है। अनि यो हाम्रो हाइड्रोलिक रेडियस भनेको के हुन्छ, हाइड्रोलिक रेडियस भनेको त एरिया डिभाइडेड बाई वेटेड एरिया डिभाइडेड बाई वेटेड पेरिमिटर हो। सो एरिया भनेको b इन्टु y नट भयो, पेरिमिटर भनेको b प्लस 2y नट भयो है। सो यो 1 डिभाइडेड बाई 0.025 इन्टु यो 15y नट, किनकि हाम्रो विड्थ भनेको कति छ 15 छ नि त है। सो 15y नट डिभाइडेड बाई 15 प्लस 2y नट भयो, यसको पावर 2/3 इन्टु यस भनेको त 0.00515 को 1/2 हाम्रो पावर भयो। यसरी चाहिँ हाम्रो के हुन्छ, सबै y नट को टर्ममा आयो। यसरी हाम्रो y नट को भ्यालु आउने भयो कि भएन। सो y नट भनेको 1.006 मिटर आयो। यो चाहिँ हाम्रो टेल वाटर डेप्थ भयो है त। अब हाम्रो फिफ्थ स्टेप भनेको चाहिँ के गर्छ भन्दाखेरि, सो यो y नट को भ्यालु निकालिसकेपछि हामीले अब क्रिटिकल डेप्थ निकाल्छौँ। क्रिटिकल डेप्थको लागि चाहिँ yc भनेको चाहिँ q स्क्वायर डिभाइडेड बाई g को पावर 1/3 हुन्छ। सो q पनि थाहा, g पनि थाहा, अब यसबाट yc को भ्यालु पनि आउने भयो है। सो yc भनेको q स्क्वायर डिभाइडेड बाई g को पावर 1/3 भइहाल्यो। सो q भनेको 2.67 को स्क्वायर डिभाइडेड बाई 9.81 गर्दाखेरि 0.9 मिटर चाहिँ हाम्रो क्रिटिकल डेप्थ आयो। अब लास्टमा हामीले के हुनुपर्छ भन्दाखेरि हाम्रो हाइड्रोलिक जम्प फर्मेसन हुन्छ भनेर भन्नुपर्छ। त्यसको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि क्रिटिकल डेप्थ भन्दा टेल वाटर डेप्थ हुनु पर्यो, त्योभन्दा ठुलो y2 हुनु पर्यो है त, सिक्वेन्स डेप्थ हुनु पर्यो है। सो y नट के छ, yc भन्दा ग्रेटर छ। अनि हाम्रो अर्को के छ भन्दाखेरि y2 पनि के छ भन्दाखेरि y नट भन्दा ठुलो हो। सो यो कन्डिसन सेटिस्फाई भयो नि त। सो यो के हुन्छ भन्दाखेरि हाइड्रोलिक जम्प इज फर्म भनेर भन्नु पर्यो क्या। अनि यसमा चाहिँ यदि हाम्रो चाहिँ y नट भन्दा y2 ठुलो छ अनि हामीले चाहिँ होरिजेन्टल एप्रोन स्टिलिङ बेसिन प्रोभाइड गर्छौँ के अरे, नत्र भए हामीले अल्टरनेटिभली हामीले USBR को टाइप अनुसार पनि हामीले कन्सिडर गर्न सकिन्छ। सो यसको लागि चाहिँ सो कुन टाइपको बेसिन चुज गर्ने भन्दाखेरि चाहिँ हामीले यो कन्डिसन हेर्नुपर्ने हुन्छ। सो यदि USBR टाइप सेकेन्ड प्रोभाइड गर्न छ भने चाहिँ त्यसको फ्रन्ट नम्बर ग्रेटर देन इक्वल टु 4.5 हुनु पर्यो र भेलोसिटी 15 मिटर पर सेकेन्ड भन्दा ठुलो हुनु पर्यो। यदि चाहिँ फ्रन्ट नम्बर ग्रेटर देन 4.5 छ र भेलोसिटी लेस देन 15 छ भने USBR थर्ड टाइप युज गर्नु पर्यो। यदि चाहिँ हाम्रो फ्रन्ट नम्बर चाहिँ 2.25 देखि 4.5 सम्मको छ भने हामीले USBR टाइप बेसिन फोर्थ हामीले युज गर्छौँ है त। सो हाम्रो कन्डिसनमा के छ, फ्रन्ट नम्बर 4.5 भन्दा ग्रेटर छ र भेलोसिटी 15 मिटर पर सेकेन्ड भन्दा पनि ग्रेटर छ भनेपछि यो कन्डिसन भयो। त्यही भएर हामीले USBR सेकेन्ड टाइप के गर्छौँ, रिकमेन्ड गर्छौँ है त। यसरी हामीले स्पिड यो हाइड्रोलिक जम्प स्टिलिङ मेसिनको डिजाइन गर्नु पर्यो। सो यसको ठ्याक्कै स्टेप छ, त्यो अनुसार फलो गर्दै जाने है। सो सुरुमा यो फर्मुला लगाउने, त्यसमा ब्रेथ अथवा हाइटको भ्यालु झिक्ने होइन, कुन गिभन अननोन छ,
अनि त्यसपछि हाम्रो यो प्रिजम डेप्थ निकाल्ने बर्नौली इक्वेसन लाएर त्यसपछि भी निस्किन्छ y निस्किसकेपछि अनि त्यसपछि हाम्रो यो सिक्वेन्ट डेप्थ निकाल्ने y2 अनि त्यसपछि y0 झिक्ने त्यसपछि yc झिक्ने अनि कन्डिसन हेर्ने अनि हाइड्रोलिक जम्प भएपछि लास्टमा सिलेक्सन गर्ने हो कुन टाइपको बेसिन प्रोभाइड गर्ने भनेर त्यसको लागि चाहिँ हाम्रो यो कन्डिसन हेरेर चाहिँ कुन टाइपको बेसिन प्रोभाइड गर्ने भनेर प्रोभाइड गर्ने है त त्यति नै हो सो आजको लागि यति थ्यांक यू